वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। कल पठाउँदैछु कुरियर गरेर। अनि आज चाहिँ कुरियरको मान्छेले फोन गर्नुभएको थियो अनि सामानहरू प्याक गर्नु भनेर। अनि म हजुर भिडियो पनि बनाउनु पर्ने थियो कुरियरको लागि पनि, अनि प्लस अनि म भिडियो बनाउँछु नि त युट्युबमा राख्नु भनेर, अनि बनाउँदैछु भिडियोहरू। हजुरहरूलाई म देखाउने छु। आज चाहिँ मेस छ, इट्स ओके। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। मैले सर्ट भिडियोहरू त राखिरहेको छु, यस्तो मेस देखिरहेको छ, तर पनि यो 4 हुन्छ भनेर मैले यो चाहिँ यो बेड कभर ओछाएको थिएँ। अनि सो क्युट ब्याग कस्तो मन परेको क्या। अनि मलाई चाहिँ रुनु आइरहेको छ, तर नि इट्स ओके। यो चाहिँ यो कोरियरको लागि भिडियो पनि हुन्छ नि त, भिडियो बनाउनु है भन्नुभएको थियो। अनि भिडियो पनि बनाउँछु, अनि मेरो ब्लगको लागि पनि यसो धेरै भयो नि त। मैले ब्लगहरू चाहिँ लङ ब्लग चाहिँ बनाएको छुइनँ, मिनी ब्लगहरू त बनाइरहेको हुन्छु, टाइम पनि हुँदैन बिजी भएर। यो चाहिँ चर्च जाँदाखेरि लिएको थिएँ। अनि यो चाहिँ मम्मी यो चाहिँ मम्मीको लागि, अनि यो चाहिँ नानीको लागि भनेर मैले गरेको छु। अनि यो लिप ग्लसहरू भयो। खै यो चाहिँ यिनीहरू छ। यो फोन कभर भइहाल्यो। फोन कभर पनि मैले यहीँबाट पठाइदिएको, यो हातमा लाउने भइहाल्यो। अनि यो पानी खाने बोतल छ उसको लागि, नानीको लागि। अनि यसो क्युट लागेर चाहिँ मैले एउटा पठाइदिएको। अस्ति मैले तेमुबाट ल्याएको थिएँ। अनि मलाई चाहिँ रुनु मन लागिरहेछ। इट्स ओके। सरी, यसरी रहेछ यो चाहिँ। यो उसले चाहिँ यस्तो यो बुन्ने कुराहरू चाहिँ मनपर्छ, उसले सिकिरहेको भएर चाहिँ यो पठाइदिएको छु उसको लागि। उसले सिकिरहेको पनि छ युट्युबहरू हेरेर। अनि नेपालमा नि पाउनु त पाउँछ। अनि यो छ। मलाई चाहिँ रुनु आँखाबाट आँसु आयो। अलमोस्ट 3 इयर्स भइसक्यो हामी नभेटेको। कस्तो गाह्रो भएको हात उ गर्नु। म नभेटेको नानीसँग 3 इयर्स भइसक्यो। यहाँ म विदेश आएको पनि 3 इयर्स भयो। अनि थाहा छैन अब कहिले जान्छु, त्यो भएको भएर चाहिँ अहिले यो सामानहरू पठाइदिँदै गर्छु भने। अनि लास्ट इयर पनि मैले पठाइदिएको थिएँ, तर यति धेरै चाहिँ पठाउनु पाएको थिइनँ। अनि यो पनि स्किन केयर गर्दा चाहिँ युज गरोस् भनेर हो। अर्को चाहिँ मैले यहीँ राखिदिइसकेँ नानीलाई चाहिँ, नानीको साथीलाई चाहिँ। अनि उसलाई चाहिँ यो सानो ब्याग पनि क्युट छ। अनि चक्लेट धेरै ल्याएन मैले, आज हतार भयो, यही चक्लेट मात्रै ल्याइदिएको। अनि यो अस्ति नैको थियो मेरो चक्लेट, अनि यो पनि हालिदिन्छु है। यस्तो ल्याउँछु भनेको भेटाइन क्या आज मैले। अनि त्यो भएर यस्तो मेस छ। मलाई चाहिँ यो सक्स कस्तो मन परेको, ब्युटिफुल छ कि। यो सेट छ। यो दुईटा। अनि यो चाहिँ उसको बेस्ट फ्रेन्डलाई हो। अनि यो चाहिँ मेरो नानीको लागिको चाहिँ बेस्ट फ्रेन्डको लागि सिमिलर नै ल्याइदिएको छु। अनि यो ड्रेसहरू चाहिँ अनि कुरियरको चाहिँ 1-2 दिनपछि कुरियरको मान्छे आउँछ, त्यसपछि चाहिँ मैले सेन्ड गरिदिन्छु। अनि मैले यहाँ सुज पनि सिमिलर नै लिएको छु उनीहरू दुईजनाको लागि। म अब चाहिँ अहिले अब जानु पाएको छुइनँ नि त नेपाल। अनि त्यसैको लागि पनि अनि अब दसैँहरू पनि आउँदैछ छिट्टै, त्यही भएको भएर चाहिँ सामानहरू मैले छिट्टै पठाउन लागेको। यो
गर्दै गर्दा चाहिँ एकदमै म इमोसनल भइरहेको छु, तर मैले आफूले आफूलाई कन्ट्रोल गर्दैछु इमोसनल्ली। यहाँ पनि छ मेरो सामानहरू, यो सबै नानीको। अनि त्यसपछि म हजुरहरूलाई एकछिनमा चाहिँ मेरो डगको सामानहरू पनि म देखाउने छु। मेरो चाहिँ एउटा डग पनि छ कि, अनि उसको लागि पनि अब हुन त नेपालमै पाउँछ सामानहरू। चक्लेट चाहिँ मैले यसरी राख्दिएँ। इट्स सो क्युट लागेर। यो चाहिँ खाजा खाने टिफिन सजिलो हुन्छ स्कुल जानुको लागि भनेर चाहिँ मैले यो प्याक गरिदिएको छु। चक्लेटलाई चाहिँ मैले यसरी प्याक गर्दै, सामान चाहिँ मैले यसरी प्याक गरेँ। सामानहरू चाहिँ यति भयो टोटल। अनि त्यसपछि हजुरलाई म देखाउँछु एकदम स्पेसल। यो हो स्पेसल चाहिँ यो हो मेरो डगको लागि बेड। सानो हुँदा चाहिँ किनिदिएको थिएँ बेडहरू, टोकेर यस्तो निकालिसकेछ। त्यो भएको भएर चाहिँ आई होप फिट हुन्छ होला होइन। मैले त आजसम्म भेट्नु चाहिँ पाएको छुइनँ मेरो डगलाई, त्यही भिडियो कलमा मात्रै देख्ने हो। अनि यो चाहिँ एकदम फन्नीवाला छ, किनभने एकदमै ठुलो ल्याइदिए जस्तो लाग्दैछ मलाई लुगा। मम्मीलाई भनेको छु मैले घटाइदिनु त्यहाँ लगेर टेलरमा भनेको छु। यो चाहिँ लुगा भयो, यसको कताबाट हातले पनि भ्याउँदैन, यस्तो छ लुगा चाहिँ। कसरी लगाइदिने हो? एकछिन है त। यसरी यो लुगा एकदमै ठुलो छ। होप खुसी हुन्छ होला। दुईवटा ल्याइदिएको छु। जाडोमा त अनि लुगा त चाहियो नि त, गरममा त चाहिँदैन। गरममा त एकदम गर्मी हुन्छ। विन्टरको लागि यो ल्याइदिएको छु। अनि यो एउटा बेल्ट मलाई चाहिँ यो मन पऱ्यो रेड कलरको, अनि यो ल्याइदिएँ। यति हो यसको लागि चाहिँ गिफ्ट। लास्ट टाइम चाहिँ मैले खेल्ने कुरा पठाइदिएको थिएँ, अनि अब यो खानेकुरा त पठाउनु मिल्दैन होला नि त डगको। अनि मम्मीलाई भनेको छु, मम्मी किनिदिनु है, त्यही दोकानमा गएर किनिदिनु भनेको छु। अनि मम्मीले हुन्छ भन्नुभएको छ। यही हो। सो अब चाहिँ भिडियोलाई म इन गर्छु होइन। थ्याङ्क यू सो मच हजुरहरूले मलाई भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूले गर्दा नै मलाई मोटिभेट हुन्छ भिडियोहरू बनाउनुलाई। खासै बिजी भएको भएर चाहिँ बनाउनु पाएको पनि छुइनँ भिडियोहरू। सर्ट भिडियोहरू चाहिँ बनाउँदैछु, अनि भविष्यमा चाहिँ बनाउनेछु भन्दैछु।